Hello everyone, namaste, good morning, welcome back to my channel. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ फेरि पनि आइसके साथीहरु हजुरहरुको सामने नयाँ भिडियो अनि ब्लग लिएर आशा छ साथीहरु हजुरहरुले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। साथी हो आज चाहिँ मलाई बिहान बिहानै उठेर भिडियो बनाउनु मन लाग्यो हैन हैन अनि के यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो नानीको किताब एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा फुल्ली कतिवटा किताब छवटा किताब अनि त्यो चाहिँ अब 4 वर्षको बच्चाले यत्रो किताब के पढ्ने हो यत्रो म त छक्क परे त हौ साथीहरु कति धेरै किताब के हैन अब यो सँगसँगै अब हुन त यो प्र्याक्टिस बुक हो हैन जे भए पनि यत्रो किताब त खोइ पहिला त हुन्थेन त यत्रो किताब एउटा किताब भयो हुन्थ्यो त आज भोलि चाहिँ किन यत्रो धेरै किताब निकाल्नु पर्यो यहाँ गाता अरे के यसको लागि गाता यो चाहिँ हाम्रो हजुरले गाता हाल्न पठाउनु भछ तर अलि पछि हाल्दिन्छु म साथीहरु मैले चाहिँ यहाँ नानीको गाता पनि हालेर भ्याइदिए के हैन यो सबै बुकमा गाता हालेर भ्याए मैले म त जान्छु के फेरि गाता हाल्न नि राम्रो बनाएर हाल्न हो के यहाँ चाहिँ के निस्किँदैछ यस्तो तर मिलाएरै हाल्दिएको जस्तो लाग्थ्यो क्यारे सबै गाता हालेर भ्याइदे अनि यो चाहिँ यस्तो पातलो वाला गाता के कस्तो राम्रो थियो के यो गाता अनि यत्रो किताब छ अब किताबले मान्छे हैन मान्छेले किताब हैन किताबले मान्छे नै बोकेर जाला जस्तो छ अब के भन्नु र खै जिन्दगीमा त्यो नाम्लो लाएर बोकेर जान पर्ला जस्तो छ के किताब हैन किताबको भारी हेर्दाखेरिमा के यत्रो किताब म त दङ्ग छु हौ दङ्ग साथीहरु किताब देखेर पढ्न यहाँ लेख्न पठाएको यतिकै छोडेर मान्छे कता हो गायब मेरो काम छुट्टै छ ओके साथीहरु केही स्पेशल त केही पनि छैन तर पनि त्यतिकै टाइम पासको लागि हेर्दै गर्नु होला जस्तो लागे पनि अन्तिमसम्म हेर्दिनु होला अनि त्यसपछि को नयाँ भएको छ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि पुरानोले अन्तिमसम्म हेरेर लाइक कमेन्ट गरिदिनु होला साथीहरु बिहानै कबाडी बेचेर 30 रुपैयाँ 130 कमाइयो है हैन नानी हेलो 130 कमाइयो हामीले चाहिँ कबाडी बेचेर कलमले त्यहाँ लेख्नु हुन्न नि अहिले लेख्ने हैन स्कुल गएर लेख्ने हो च्यातिङ छ किताब फिजाएर हैरान छ बिहानै के भनौं भन्नै आइरा छैन हौ एक्स्ट्रा त्यो के भिडियो भन्दा एक्स्ट्रा त बोल्नै आउँदैन हौ मलाई त के भएको साथीहरु के बनाउने भिडियो पनि हैन रन बुल्लमा छु हौ म त छ ओके केही छैन साथीहरु हजुरहरु हेर्दै गर्नुस् म के हुन्छ देखाउने नै छु हजुरहरुलाई भर्खर उठेको झ्याउ लाइराहा भर्खर उठेको भन्दा नि म यहाँ घर सफा गरेर भइसके हामी चाहिँ पसल गएर हैन पानीपुरी किनेर लिएर आम पानीपुरी पार्टी हाल्नु पर्छ एउटा चाउचाउ मात्र लिएर आए मैले चाहिँ अनि पानीपुरी 50 रुपैयाँको
गर्मी भयो। अनि यसलाई चाहिँ नि एकछिन रोक्न म दिन्छु के। यसलाई चाहिँ नि एउटा कस्तो खन्द्रङ गरेर एउटा भाँडामा हालेर एउटा यहाँ थालमा राखिकन घाममा सुकाइदिनु पर्यो अनि बल्ल अलिक फुल्लिन्छ। यस्तोहरू छोड न, खानुहुन्न यति खानुहुन्न। अहिले पछि पकाएर खाने। हामी चाहिँ धेरैजना छैनौँ नि त, 2-3 जना। कान्छा म मम्मी मात्रै हो, त्यही भएर थोरै यति राख्नु पर्यो। खोइ छोड यो घाममा सुकाउने, यसलाई घाममा सुकाउने बल्ल ठुलो ठुलो निस्किन्छ के फुरिन्छ। यहाँ अहिले पानीपुरीमा हालेर खाने हो। यहाँ माथि सुकाइदिनु होइन के। खस्यो खस्यो। यहाँ सुकाइदिएँ मैले चाहिँ। ढुङ्गो के ढुङ्गो भने त्यो त्यहाँ सुकाएको हो कि घाममा। यहाँ माथि राख्नु पर्यो, नत्र नानी त भ्याउँछ। ओके साथीहरू, हेर्दै गर्नु होला। अब म चाहिँ खाना खान्छु, लास्टै भोक लाग्यो। अनि अहिले पछि बनाएपछि खाने बेलामा देखाउँछु, हेर्दै गर्नु होला हजुरहरू। ओके म पानी दिन्छु है। भिडियो बनाउँछु भनेर सबै गरेको थिएँ, तर पानीपुरी यति रेडी भइसक्यो होइन। अनि त्यसपछि यहाँ रहेको छ पानी। यो चाहिँ रहेको छ पानी। यहाँ बत्ती दान गर्नुभयो। यति हो है पानीपुरी चाहिँ। सबै यिनीहरूले अलिकति अलिकति खाएर भइसकेको छ पानीपुरी। यहाँ त मम्मीले बोला हेर्न के गरे। गिलासमा हाल। दामी भएछ साथीहरू, दामी। साथी हो पानीपुरी बनाएर त खाइयो, तर अहिले काम गर्न साह्रै झ्याउलाइरह के भएको यस्तो। नखाँदा खाना बनाउँछ, खाएपछि झ्याउलाउँछ भने जस्तो भइरह। यस्तो गर्मी छ कि यस्तो गर्मी भइरह। आजको दिन पानी पर्नलाई हो कि खै किन लास्टै गर्मी हो कि। तर साथीहरू सायद आजलाई यति नै हुन्छ होला। म फेरि नेक्स्ट डेको पनि यही एड गर्नेछु होइन। तर आजको यति नै पनि हुनुहोस्। आज स्पेसल केही छैन है साथीहरू। भिडियो जे जस्तो भए पनि मैले चाहिँ आजको भिडियो यही इन्ड गर्न चाहेँ साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो हेरेर कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। भिडियो आजलाई यति नै। बाई बाई। थ्याङ्क यू सो मच सबैजनालाई। फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। बाई।